मेरी क्रिसमस। आजको दिन चाहिँ म तपाईँको सामना, तपाईँको माझमा, तपाईँको बिचमा चाहिँ म एउटा वचन, आज प्रभु यीशु ख्रीष्ट जन्मिएको विषयको उद्देश्यको विषयबाट म सानो वचन लिएर आएको छु तपाईँहरूको माझमा। यहाँ मत्तीको किताबको 1 अध्यायको 23 पदले भन्दछ, हेर कन्या गर्भवती हुनेछ र एउटा पुत्र जन्माउनेछ र तिनीहरूले उहाँको नाउँ इमानुएल राखिनेछ, जस अर्थ हो परमेश्वर हामीहरूसित। यहाँ चाहिँ प्रभु यीशु ख्रीष्टले भनेको छ, प्रभु चाहिँ यीशु चाहिँ एउटा कन्या गर्भवतीबाट जन्मनु भयो है, मरियमको कोखबाट जन्मिनु भयो प्रभु यीशु ख्रीष्ट। अन्त प्रभु यीशु ख्रीष्ट चाहिँ पवित्र आत्माद्वारा जन्मिनु भएको, प्रभु यीशु ख्रीष्ट चाहिँ पवित्र आत्माबाट जन्मिनु भयो। विशेष थिङ छ, परमेश्वरले चाहिँ उहाँ चाहिँ 2025 है 2025 एडीमा चाहिँ उहाँ चाहिँ जन्मिनु भएको। उहाँ चाहिँ त्यो बेलाको समय चाहिँ उहाँ आदिमा वचन थियो, वचन चाहिँ स्वयं प्रभुसँग थियो है। त्यहाँनिर चाहिँ प्रभु यीशु ख्रीष्टले चाहिँ त्यहाँनिर एउटा ठुलो योजना प्रभु जन्मिनु भएको जग्गा है, बेथलेहेम गाउँमा है। प्रभु यीशु ख्रीष्ट जन्मिनु भएको बेथलेहेम गाउँमा उहाँ चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ आज प्रभु यीशु ख्रीष्ट जन्मिनु भयो। जन्मिनुको उद्देश्य चाहिँ मानिसलाई, पापी व्यक्तिलाई चाहिँ प्रभु यीशु ख्रीष्टले चाहिँ बचाउन लागि आउनु भएको। प्रभु ख्रीष्टको उद्देश्य नै पापी व्यक्तिलाई चाहिँ बचाउन लागि उद्देश्य थियो। अन्त यहाँनिर हामी मेरी क्रिसमस है, MES मस्ट कुरोहरूलाई चाहिँ एउटा इम्पोर्टेन्ट कुरोहरूलाई थिम, आज प्रभु यीशु ख्रीष्ट चाहिँ एउटा कन्या गर्भवतीबाट जन्मिनु भयो। उहाँ चाहिँ एउटा गरिब परिवारबाट जन्मिनु भयो। उहाँ गाईको गोठमा जन्मिनु भयो। उहाँको लुगा वस्त्रहरू केही पनि थिएन। उहाँ एउटा लुगा पनि थिएन। उहाँ परमेश्वर चाहिँ गाईको गोठमा प्रभु जन्मिनु भयो। प्रभु कति महान हुनुहुन्छ है, प्रभु बेस्ट हुनुहुन्छ। त्यहाँ चाहिँ प्रभुले भन्नुभएको छ, यूहन्नाको पदले म यशायाको पदले पनि यहाँ बताएको छ, यशाया 9:6 पदमा, किनभने हाम्रो निम्ति एउटा पुत्र दिएको छ, शासन उहाँको हातमा हुनेछ। यो शब्द मलाई बेस्ट लाग्छ है, शासन उहाँको हातमा हुनेछ है। त्यो व्यक्तिले चाहिँ प्रभु यीशु ख्रीष्ट जन्मेपछि चाहिँ के हुन्छ भनेपछि, प्रभु यीशु ख्रीष्टको थिम चाहिँ प्रभु यीशु ख्रीष्ट जन्मिनु भयो र उहाँ रोमी सम्राटमा है, रोमी सम्राटमा चाहिँ उहाँलाई प्रभु यीशु ख्रीष्ट कहाँ जन्मिनु भयो, प्रभु यीशु ख्रीष्ट कहाँ जन्मिनु भयो भनेर रोमी सम्राटहरूले खोजिरहेको हुन्छ। र प्रभु यीशुलाई चाहिँ तेस्रो दिनमा चाहिँ उहाँलाई क्रुसिफाइड गर्नुभयो है, प्रभु क्रुसिफाइड पनि हुनुभयो। त्यहाँदेखि 3 दिन बादमा उहाँ पौडी पनि उठ्नुभयो है, प्रभु जीवित हुनुभयो। त्यहाँदेखि स्वर्गमा जानुभयो। प्रभुको कति मस्त, प्रभुले कति हामीलाई बेस्ट मौका दिनुभएको छ। संसारमा चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ प्रभुको सुसमाचारको काम गरिरहनु भएको थियो। आज प्रिय तपाईँ र मेरो जीवनमा चाहिँ उद्देश्य चाहिँ प्रभुलाई कसरी भेट्ने, स्वर्गमा कसरी जाने हाम्रो उद्देश्य छ है। हाम्रो मेन थिम चाहिँ हामी चाहिँ प्रभु यीशु ख्रीष्टलाई चाहिँ यो नयाँ सन्देश है, प्रभुको सुसमाचारको सन्देश। आज हामीले टाढा टाढामा सुसमाचारको गीतहरू गाइरहेको हुन्छ। हामी प्रभुको आराधना गरिरहेको हुन्छ। सारा पृथ्वीमा नै प्रभुको सुसमाचार हामीले गरिरहेको हुन्छ।
आज प्रिय तपाईँ र मेरो जीवनमा चाहिँ आज मेन थिम प्रभु यीशु ख्रीष्टले चाहिँ भन्नुभएको छ, प्रेम गर्नुपर्ने छ है। आज हामीले त्यो एउटा 20 कुरो चाहिँ एउटा लेखेको छ हामीले है। आज हामी 25 डिसेम्बरको दिन चाहिँ प्रेम भोज है। आज प्रेम भोज चाहिँ आज हामीले कसरी चाहिँ लिन परेको छ, कसरी प्रयोग गर्नु परेको छ, कसरी चाहिँ हामीले खान परेको छ है। त्यहाँ चाहिँ भन्नुभएको छ प्रभु यीशु ख्रीष्टले चाहिँ आज सारा जगतमा हामीले प्रेम भोज चाहिँ सबै मण्डलीमा प्रेम भोज भइरहेको हुन्छ। त्यति बेला आज हामीले कुनै व्यक्तिलाई, एउटा गरिबको परिवारलाई चाहिँ आज हामीले त्यो प्रेम भोज दिन सक्यो भने चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ हामीलाई बेस सोच्नुहुन्छ है। हामीलाई बेस व्यक्ति बनाएर राख्नुहुन्छ। आज प्रेमले चाहिँ आज हाम्रो जीवनबाट उत्पन्न गर्दैछ। प्रिय, आज प्रभु यीशु ख्रीष्टको बारेमा आज हामीले सबै कुरो डिस्टेन्स हामीलाई थाहा छ। प्रभु यीशु ख्रीष्ट चाहिँ कसरी जन्मिनु भयो सबै कुरो हामीलाई यादै छ है। आज हामीले प्रभु यीशु ख्रीष्ट जन्मेको उद्देश्यमा आज हामीले क्रिसमस ट्री बनाइरहेको हुन्छ है। क्रिसमस ट्री बनाइरहेको हुन्छ। क्रिसमस आज क्रिसमस चाहिँ आज हाम्रो निम्ति मस्ट है। मस्ट भन्ने कुरो MAS मस्ट है। आज हामीलाई प्रभु यीशु ख्रीष्टले चाहिँ प्रभुले आज हाम्रो खुसीको सन्देश है, एउटा हामीलाई खुसीको आनन्द है हामीलाई बनाइरहनु भएको छ प्रभुले। आज मेरो भ्यू चाहिँ आज के छ भने प्रभु यीशु ख्रीष्टमा चाहिँ आज हामीले निरन्तरै अग्रसर भएर लागिरहनुपर्छ है। आज प्रभुले हामीलाई यस्तो मौका, आज हामीलाई संसारमा एउटा बेस व्यक्ति बनाएर राख्नुभयो। जस्तो सबै प्रभुको योजना। पापी व्यक्तिलाई पनि प्रभुले प्रेम गर्नुभयो, लडेको व्यक्तिलाई पनि प्रभुले प्रेम गर्नुभयो, हराएको व्यक्तिलाई पनि प्रभुले प्रेम गरेर ल्याउनुभयो। आज तपाईँ र मेरो जीवनमा प्रभु यीशु ख्रीष्टले चाहिँ पुत्र प्रकारले चाहिँ प्रेम गर्नुभएको छ। आज इमानुएलको प्रकारले प्रभुले प्रेम गर्नुहुन्छ। परमेश्वर हामीहरूसित सधैँ नै रहिरहनुहुन्छ। जय मसीह। मेरी क्रिसमस।